छुतहरूलाई यस्तै गर्नुपर्छ बुझिस् मलाई थाहा भइसक्यो अब भाइ सधैँभरि यसरी कसरी चल्छ जहाँ टक्सी सधैँभरि खाएर हिँडेर हाम्रो घर व्यवहार कसरी चल्छ भन् त दाइ त बढी बोल्छस् हाम्रो घरलाई कसरी सम्हाल्नु पर्छ भन्ने कुरा सबै मलाई थाहा छ दिदी त धेरै टेन्सन नलि यो बारेमा बुझिस् हेर भाइ त जहिले पनि यस्तै भन्छस् रक्सी टन्न लाग्छ तँलाई त यही कुरा गर्छस् रक्सीले छोडिसकेपछि फेरि भुल्छ फेरि गाउँ घुम्नु हिँड्छ हेर भाइ तिहार पनि आइसक्यो पैसा 1 रुपियाँ छैन कतै तेरो साथीभाइसँग छ भने खोजेर लिएर न भाइ तिहारमा टिका त लगाउनु पर्यो म जोडालाई कसले पत्याउँछ त बरु गाउँघरमा गएर अलि सापोर्ट मागेर लिएर आएछ न यो टाके मुर्दा त जहिले पनि यस्तै गर्छ मरिराख म गएँ गाउँतिर जहिले पनि रक्सी ढोकेर मरिबस्छ जे भए पनि तँलाई र मलाई एउटै आमाले जन्माए त हो नि त्यही ट्वाकेकै दिदी त परिस् नि ल म दिदी हजुरहरूसँग मलाई पनि लैजानु न देउसी भैलो खेल्नले त हामीसँग सानो जाति भएर देउसी भैलो खेल्न जानु मिल्दैन उता जा
भैलेनी आयो आगन गुनिया चोली मागन। ओइ त मेरो घरमा चाहिँ किन आइस? भैले खेल्न आएको हजुर। भैले खेल्न आएको रे? कतै त बौलाइनस्? बाउलाहरू मात्रै देउसी भैलो खेल्न आउँछन् र हजुर। अरे त अछुत मेरो घरमा आउने कसरी हिम्मत गरिस् भन् त? मान्छे पनि अछुत हुन्छन् र हजुर। जस्तो हजुर त्यस्तै त म हो नि। यसमा के फरक छ हजुर भन्नुहोस् त? तँलाई मसँग त के मेरो घरको कुकुरसँग पनि तुलना गर्न मिल्दैन बुझिस्? मेरो घरको कुकुर त भान्सासम्म जान्छ, तर त मेरो भान्सा त के मेरो दैलोसम्म आउन पनि 100 चोटि सोच्नुपर्छ बुझिस्? तपाईँ चुप लाग्नु। यस्तो नराम्रो शब्द नि बोल्ने हो? जस्तो अछुतहरूलाई यस्तै गर्नुपर्छ बुझिस्? बल्ल थाहा पाइस् होला अब। के भयो बहिनी? भन न के भयो? बहिनी के भयो भन न, भन न भन। मलाई यहाँ घरको साउले भैली खेल्न आएको मलाई पिट्नु भयो, सिस्नो लाउनु भयो, बाँधिदिनु भयो, हातपात गर्नुभयो। दाइ के गर सानो जात भने त यसलाई गर्नुभयो। बहिनी नरुनु, यो कुरा म समाजमा राखौँला। अहिलेलाई मसँग चिन्ता गर्नु पर्दैन। अध्यक्षज्यू नमस्कार। नमस्कार नमस्कार। भन्नुहोस् के काम छ? यो बहिनी त्यो ज्याकको घरमा चाहिँ नि छिमेकी ज्याकको घरमा जोकी भैलो खेल्नु गएको रहेछ। त्यो बेलामा चाहिँ नि उहाँले चाहिँ नि तानो जात भनेर एकदम भनौँ न त्यो हातपात गर्नुभएछ। हातै पार्यो? हातपात गरेर कुटपिट गरेर कृष्ण पानी लगाएर बाँधेर राखिदिनु भयो रहेछ। म यसो आउँदै थियो, उहाँको भनाइअनुसार पनि हो। अनि आउँदै थियो, आएको बेला मैले देखेर उहाँलाई फुकालेर ल्याएको। म यो परदेशीज्यूकोमा यो राख्छु कुरा, पञ्च बेलामा राख्छु यो कुरा। अनि त्यसपछि उहाँले न्याय दिनुहुन्छ भनेर मैले भनेर उहाँलाई ल्याएको। हजुरले न्याय गरिदिनु हुन्छ कि भन्ने आशा गरेँ। हुन्छ ल ठिक छ, म एकचोटि त्यो ज्याकबालाई फोन गरेर सम्झाउँछु के भन्छ, त्यसपछि म खबर गर्छु नि है त। एकछिन बस्नुहोस्, म उहाँलाई फोन गरेर बुझ्छु म के रहेछ है। हजुर अध्यक्षज्यू नमस्कार। कता हो? हजुर हजुर म घरतिरै छु सर। हजुर भन्नुहोस् न। ज्याक भाइ एउटा यहाँ कम्प्लेन आएको छ, के कुरो के हो? खुला त भनौँ त।
अहिले जमाना आएर जातभातको कुरा गर्ने अब देउसी भैली खेल्न अब एउटा चेलीबेटीलाई हातपात गरेछौ घुटपिट गरेछौ किन गर्छ यस्तो यस्तो अहिले त गर्न भएन यो साह्रै अन्याय भयो ल हेर के गर्नुपर्छ मैले जानेको छु होइन दिनले मैले राम्रोसित भनेको थिएँ राम्रोसित भन्दा त्यसले मानेन भने मैले के गर्नुपर्छ जानेको छु थाहा होला नि फेरि मैले फेरि पुलिस केयर गर्नुपर्छ कि पुलिस पठाउनु पर्छ कि के गर्नुपर्छ है तिमीलाई राम्रोसित थाहा होला विचार गरे फेरि हजुर मैले त्यस्तो गर्नु नहुने हो सर अब के गर्ने हाम्रो पनि रीतिरिवाज छ हाम्रो पनि आफ्नै नै तरिका छ सर जे गर्नु गरिहालेँ अब त्यो के गर्ने खाएको सुरमा के गरे थाहा नै भएन हुन्छ हुन्छ सर अब तपाईँहरूले जे भन्नुहुन्छ म त्यही गर्छु सर अब के गर्ने ल ठिक छ मैले सबै कुरा बुझेँ त्यो बैनीलाई भेटेर माफी मागा तिमीले ल अहिले मैले फोन राखेँ है त हुन्छ हुन्छ हस् सर हस् हस् ल ठिक छ मैले सबै कुरो सम्झाएको छु त्यो भाइ आएर बहिनीसित माफी माग्छ होइन अहिलेको बेला अनि त्यो भाइले जात भातको हिसाब किताब गरेछ यो गर्न नहुने छ ठिक छ तपाईँलाई म छु तपाईँ चिन्ता नलिनुहोस् कपडा जानुहोस् पराए बेला म छु ल दाइ है त हो साँच्चै धेरै गल्ती गरे जस्तो लाग्नु त्यो बहिनीले एकपल्ट भेटेर माफी मागेरै छोड्छु धेरै ठुलो गल्ती गरेछु मैले अरूको अगाडि नराम्रो हुनुभन्दा त बरु त्यो बहिनीसँग म एकपल्ट भेटेरै माफी माग्छु कतै मैले जस्तै तपाईँले पनि त्यस्तै गल्ती त गर्नुभएको छैन यदि गर्नुभएको छ भने आजैबाट बानी सुधार्नुहोस् प्रिया के भयो तिमीलाई किन यसरी रोइरहेको छौ म आफैलाई थाहा छैन म किन रोइरहेकी छु मुटु चसक्क दुख्छ आँसु खसक्क खस्छ अनि आफ्नो मनले आफैलाई प्रश्न गर्छ दुःख पीडा कसलाई छैन र प्रिया भोरियालाई थकाइको पीडा बटुवालाई बाँच्न पाउनुको पीडा प्रेमिकालाई अलग हुनुको पीडा गरिबेलाई अभावको पीडा पीडै पीडा त यो संसार अन्धकार छ तर पनि यो संसारमा बाँच्नै पर्ने रहेछ त्यो जिन्दगी यस्तो एउटा किताब रहेछ त्यो किताब पढेर पनि कहिले नसकिँदो रहेछ तिमीले साँच्चै भने प्रिया जिन्दगी एउटा किताब जस्तै हो तर यो किताब पढ्न जान्नुपर्छ जिन्दगी सहजै हुन्छ प्रिया मन्दिरको आँगनमा धर्मको पसल खोलेको ज्योतिषहरू अरूको हात किन हेर्छन् जबकि के हात हेर्ने व्यक्तिलाई आफै ओह्राली लागेको थाहा नै हुँदैन भयो भयो तिमीलाई के समस्या पर्यो भन मेरो समस्या तिमीलाई सुनाएर के फाइदा छ प्रेम कुनै चिज फाइदा पनि हुनसक्छ सुनाएर त हेर प्रेम म सानो जाति तिमीलाई थाहा नै छ देउसी भैलो खेल्न जाउँ सबै गाउँलेले म सानो जाति भनेर हेला गर्छ तिहार पनि आइसक्यो भाइले टिका लाउनु पर्ने 1 रुपियाँ पैसा छैन तिमी केही पैसा मद्दत गर्न सक्छौ र प्रेम पैसाको लागि तिमी टेन्सन नलियो म कतैबाट जोगाड गरौँला अहिले तिमी घर जाऊ यदि राम्ररी भएर कहाँ जान लागेको तपाईँ कहाँ लाग्छ राम्रो भएर हुनुपर्छ के अन्त तपाईँको घरमा दिदी बहिनी छैन छोरी सामान मान्छेलाई यस्तो गर्ने हो छन त छ नि तिमी जस्तो राम्रै छैन नि त के गर्नु तपाईँलाई यस्तो गर्दा
लाज लाग्दैन लाज लाएर के गर्नु तिमी जस्तो जिरो फ्लोरवाला छैन नि सानो तपाईँ मेरो बाटो छोड्नुहुन्छ कि गाउँ हल्ला बोलाएर लिएर आइदिनु लाउने बोलाउने नजाउँदा भयो पानी माछीले खाने प्रेमसित जाने कि नजाने तालको पानी माछीले खाने प्रेमसित जाने कि नजाने तालको पानी माछीले खाने प्रेमसित जाने कि नजाने अहिले आउँदा ए माटोको घर ए आगुन आउँदा ए ढलानको घर ए भइहालोस् ए भइदिएको ए आशीर्वाद लागोस् ए घरको मानो देउसी भैलो अनि खेलेर आयौँ अब यो पैसा कलसँग कसले दिइराख्नु दिन र होइन सबभन्दा विश्वासिलो त उहाँ प्रेम नै हुनुहुन्छ उहाँलाई त्यो दिउँ हुन्छ त हुन्छ लस् सबैजना म प्रति विश्वास छ नि छ प्रेम ल उसो भए राखिदिउँला नि त हुन्छ प्रेम हुन्छ राखौँ बस ल लिनुहोस् अब त हातमा पैसा आइसक्यो पैसा पिडियालाई गएर दिनुपर्छ किनभने बेचारा धेरै समस्यामा छ वर्षमा एकचोटि तिहार आउँछ झन् उसँग पैसा छैन उसले हामी जाउँ न त साथी हो प्रेमलाई त्यत्रो अस्ति देउसी भैलो खेलेर पैसा दिएको साथीभाइहरू प्रेम पनि आजकल छैन कता जानुभयो होइन देख्दा पनि देखेको छैन फोन गरे फोन पनि लाग्दैन के गर्ने होला न पैसा लिएर पो भाग्यो कि प्रेमले पैसा दिएर भाग्यो के गर्ने दिदी बहिनी हो त्यत्रो रातभर देशभरि खेलेको पैसा नि विश्वास गरिदिएको खत्तम रहेछ मान्छे पनि फोन गरेर फोन पनि लाग्थेन जाउँ गएर खोज्न
प्रिया तिहार मनाउनको लागि तिमीलाई मैले पैसा ल्याइदिएछु। यति धेरै पैसा यति छिटै कहाँबाट ल्याए प्रेम तिमीले? कहाँबाट ल्याए किन सोध्छौ? लौ लिऊ। साला रातभर देउसीबारी खेलेर पैसा पनि पैसा चाहिँ ठगेर हिँड्ने त्यो पैसा कसलाई दिन्छ भने यो दमिने पो दिँदो रहेछ। ओ साला यहाँ पक सरस लाग्दैन। पक्नुस् उहाँहरूलाई किन कुट्नु भएको? उहाँहरूको वास्तविक के हो हजुरलाई थाहा छ? उहाँलाई पैसा किन दिएको थाहा छ तपाईँलाई? बाटोमा दुईजना बसेर कुरा गरेको मैले सुनेको थिएँ। सुन्न चाहनुहुन्छ? सुनिस् अन ल त्यसो भए सुन्नुहोस्। गरे तिमीले पहिल्यै यो कुरा मलाई भन्यो भाइ तिमीलाई सहयोग गर्छ नि के भने दिने गरेका छन् भाइ सब ल गत्तको एकचोटि आउने तिहार उसको दुःख देख्न नसकेर मैले तपाईँहरूलाई धोका दिएकै हो। माफ गरिदिनु दिदी बहिनी साथी। अब जे हुनु भइहाल्यो सबैजना मिलेर देउसी भैनी खेल्न जाउँ साथीभाइ हो। नानी तिमी त यहाँ रहेछौ, मैले गाउँभरि कति खोजेँ। हेर नानी सक्छौ भने मलाई माफ दे। नै अरू त मभन्दा धेरै ठुलो मान्छे मसँग किन मागिराख्नु पर्यो? अब जे हुनु भइहाल्यो सबैजना मिलेर देउसी खेल्न जाउँ मिस। आएको हामी सेलरोटी साखम साइकलको घन्टी आएको हामी यो घर कत्रो झिलिमिली बस्तीको झिलिमिली हरियोको लिपेको लड्दै पर्दै आएको